सो वाट इज अप गाइज, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। र आज म तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा मेरो ट्याङ्क देखाउन गइरहेको छु। धेरैजनाले मलाई सोधिरहनु भएको थियो कस्तो ट्याङ्क बनाउनु भएको छ, मलाई कमेन्टहरू गर्नुभएको थियो, मेसेजहरू गर्नुभएको थियो होइन। सो मैले चाहिँ तपाईँहरूलाई आज चाहिँ मेरो यस भिडियोमा मैले यो ट्याङ्क कसरी सेटअप गरेँ होइन, यो सबै प्लान्ट्सहरू माछाहरू कसरी सेटअप गरेँ भनेर चाहिँ तपाईँलाई मैले सम्पूर्ण जानकारी यस भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने डोन्ट लाइक एन्ड सब्सक्राइब गर्नुहोस्। र यस तपाईँलाई म सम्पूर्ण भन्छु यो प्लेसको प्राइसिङहरू, मलाई प्लान्टहरू, यो मैले कहाँबाट किनेको होइन लगायतको सम्पूर्ण कुराहरू हामी यस भिडियोमा कुरा गर्नेवाला छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र त्यही हो, तपाईँलाई म धेरै धेरै कुराहरू चाहिँ म यसमा सुरु गर्छु है त गाइजहरू। यहीँबाट पनि देखाइहाल्छु लेन्स गाइज। यस्तो बबाल छ कि मेरो यो ट्याङ्क, यति बबाल छ कि म तपाईँहरूलाई यसलाई खाना खुवाएर पनि देखाउँछु। अनि त्यसपछि तपाईँलाई म सबै कुरा देखाउँछु मेरो ट्याङ्कमा कसरी भयो, कसरी हामी गर्छौँ भनेर होइन। तपाईँलाई म अझै मोर डिटेल दिनको लागि चाहिँ के छ गाइज, यो मेरो ग्रुट भएको ट्याङ्क हो क्या गाइज है। टक्क तपाईँले देख्न सक्नुहुन्छ होइन। सो यो चाहिँ तपाईँले एकदमै मैले मिहिनेत गरेर बनाएको हो क्या। यो चाहिँ तपाईँले चाहिँ यो मैले यहाँ के हालेको छ भन्दाखेरि तल भर्मिक मलहरू हालेको छु, माथि तपाईँको स्यान्डले क्यापिङहरू गरेको छु होइन। अनि मैले चाहिँ यसलाई चाहिँ के पनि गरेको थिएँ भन्दाखेरि मेरो प्लान्टहरू छ नि, यो 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 मेरो तपाईँले देख्न सक्नुहुन्छ यो के भन्छ नियोन टेट्राहरू कस्तो मजाले यिनीहरू लाइक खुलेर कलर गरेर बसिरहेको छ कि यिनीहरू एकदम हेल्दी पनि छ, एक्टिभ पनि छ लेन्स गाइज। मैले यसो माथि हात पनि गऱ्यो भने यिनीहरू आउँछ भने यसरी हेऱ्यो भने तपाईँले सर पनि आउँछ मेरो एक्वेरियममा। र यिनीहरू एकदमै तपाईँको चाहिँ एकदमै बुझ्ने क्या, यिनीहरूले चाहिँ एकदम खाना दिन लाग्यो भने आउँछ। यसले चेज पनि गरिरहेको छ होइन, यसले खुब प्रेग्नेन्ट पनि गराउँछ, पछि यसले बच्चाहरू पनि दिन्छ। सो एकदम मजाको छ तपाईँको चाहिँ मेरो एक्वेरियम तपाईँले हेर्नुभयो भने। र साथै तपाईँले देख्न सक्नुहुन्छ साथीहरू, मेरो अगाडि यहाँ ग्रुट पनि छ है। सो ग्रुट पनि मैले राखेको छु। यो ग्रुट चाहिँ मैले आई थिङ्क रुपिज 500 प्राइस परेको थियो होला मलाई, समथिङ यस्तै परेको थियो। एन्ड देन यो मलाई 3500 त मलाई यो के भन्छ, यो हाम्रो सनसनको हो कि सोबोको हो हाम्रो। यो मैले ह्याङ्गन ब्याक फिल्टर लिएको थिएँ। यसको राम्रै छ, तपाईँले देख्नु फ्लोहरू राम्रो छ यसकोपट्टि होइन। माथि हेर्नुभयो भने फ्लोरहरू पनि राम्रै छ, सबै राम्रोसँग यसको गरिरहेको छ। तपाईँलाई पनि यो भन्नु यस्तै खालको सेटअपहरू गर्नु मन लाग्यो भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ होइन। हामी तपाईँको चाहिँ यस्तै खालको चाहिँ तपाईँको भनौँ बनाएर दिन सक्छौँ, हामी रेडी गरेर दिन पनि सक्छौँ, हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ। र साथै तपाईँलाई चाहिँ मैले अर्को के पनि देखाउँछु भन्दाखेरिमा मेरो एक्वेरियममा के छ, ब्याकबाट भ्यू भन्दा पछाडि अगाडिबाट भ्यू बाल छ हेर्नुहोस् ल है। सो यो भ्यू तपाईँले हेर्नुभयो भने मेरो एक्वेरियमको यस्तो बबाल छ कि तपाईँलाई यो हेर्दाखेरि पनि दङ्गै पर्नुहुन्छ क्या। यस्तो खतरा के यो भनौँ न, जस्ट वाउ के गाइज यार। ल लिटरली गाई मेरो एक्वेरियम यस्तो दामी सेटअपमा बन्न सफल भएको थियो कि तपाईँलाई म के भन्ने होइन। ल हेर्नुहोस् गाइज, तपाईँलाई अर्को यो कुरा चाहिँ होइन, यो ड्रिफ्ट यो ड्रिफ्ट मैले बनाउँदाखेरि नर्मली तपाईँको यो मेरो ड्रिफ्टको प्राइस आई थिङ्क 1500 हो कि 1300 कि 1500 समथिङ एराउन्डको ड्रिफ्ट फुड लागेको थियो। र अर्को भनेको चाहिँ मेरो यो घाँसहरू पनि यो तपाईँले देख्न सक्नुहुन्छ, यो साइमिज भन्छ यसलाई। यसले चाहिँ मेरो खासमा चाहिँ के भन्छ फोहोरहरू सफा गर्ने, अल्गीहरू खाने काम गर्छ भने यसले चाहिँ मेरो गप्पीहरू भइहाल्यो, तपाईँको खाने यसमा गरि नै हाल्छ है त। तपाईँले देख्न सक्नुहुनेछ मैले 6-7 भन्ने खाना खुवाउन लागिरहेको छ अब मेरो माछाहरूको लागि। यो 6-7 खाना एकदमै राम्रो नै छ तपाईँको भन्नुपर्दाखेरि होइन। म्याक्सिमम् वेमा तपाईँको चाहिँ कस्तो छ भने मान्छेहरूले चाहिँ यो 6-7को खाना चाहिँ धेरै रुचाएको पनि छ, धेरै ठाउँमा पाइरहेको पनि छैन। तर मैले चाहिँ बट्टा मात्र युज गरेँ, मैले खाना त्यो अर्को धुलोवाला जुन गफेहरूले खान सक्छ नि, हामीले त्यही नै वाला युज गरेर चाहिँ तपाईँहरूलाई मैले बनाएर दिइरहेको छु। सो तपाईँले त्यही हो, राम्रो लाग्छ भने तपाईँले यसो हेरेर तपाईँले त्यो पनि गर्न सकिन्छ, मगाउन सक्नुहुनेछ। मैले अब बेसिकल्ली यो खाना कसरी खुवाउँछु, म बिहान मर्निङ 1 टाइममा मात्र खुवाउँछु है गाइज। म यसरी गर्छु है, तपाईँले देख्न सक्नुहुनेछ। यहाँबाट मैले यसरी खनाएर माथिबाट यसरी हालिदिन्छ। अब हेर्नुहोस् गाइज कसरी खाना आउँछ यसलाई है। मेरो माछाहरूले चाहिँ यसरी खाना आउँछ क्या, एकदमै राम्रो छ मेरो माछाहरू। टक्क टक्क आउँछन्, समयमा ट्याक ट्याक बसेर खान्छन् पनि है। ओके हेर्नुहोस् यिनीहरू कस्तो मजाले फोकस गरिदिन्छु म। यस्तो घटाउँ लाइट होइन, तपाईँलाई हेर्नु सजिलो हुन्छ। ल हेर्नुहोस् गाइज क्या मजाले खाँदैन त यिनीहरूले। ल हेर्नुहोस् कस्तो राम्रो आएको क्या। वाउ दिस क्यामेरा त मलाई लास्टै मन पऱ्यो क्या, अल टाइम फेभरेट क्यामेरा हो गाइज मेरो यो सामसङको होइन। सो बहिनीको मैले लिएको थिएँ र एकदमै राम्रो छ क्या उसको चाहिँ, कस्तो मजाले खान्छ यिनीहरूले खाना पनि। हेर्नुहोस् है
र यिनीहरूलाई चाहिँ मैले घाँसहरू पनि धेरै डिफ्रेन्ट काइन्ड्स अफ प्लान्टहरू युज भएको छ होइन है मैले यसरी हालिदिएको छु डिफ्रेन्ट खानाहरू यिनीहरू माथिबाट हेरौँ यस्तो छ है मैले यिनीहरूलाई कस्तो भने डिफ्रेन्ट काइन्ड्स अफ फुडहरू हालिरहेको छु अनि धेरै लाइक यिनीहरू हेल्दी पनि छ यिनीहरूलाई बिहान एक टाइम मात्र खाना खुवाउनु सक्यो त्योभन्दा धेरै नखुवाउनुहोस् फेरि मिठो पनि हुँदैन उनीहरूलाई धेरै अलि फ्याटी पनि हुन्छ र टाइममा सफा पनि गर्नुहोस् गाइज है त्यही हो अब तपाईँलाई एकदमै मलाई एकदमै सपोर्ट गर्नुभएको छ एकदमै हौसला दिनुभएको छ म एकदमै आभार छु त्यसको लागि र हामीलाई यस्तै सधैँ हौसला माया सपोर्ट दिँदै गर्नु म आज तपाईँहरूको भिडियो यतै इन्डिङ गर्न गइरहेको छु किप लभिङ एन्ड सपोर्टिङ गाइज सी यु इन माई नेक्स्ट भिडियो लभ यु बाई टेक केयर बाई